ओके, हामी तीन भाइ यो नेपालको वान अफ द कल्ट क्लासिक मुभीहरूमध्ये एक हो। एक्टर्स लाइक राजेश हमाल, निखिल उप्रेती, श्रीकृष्ण श्रेष्ठ, रेखा थापाहरू जस्ता बिग एक्टर्सहरू यो मुभीको कास्ट लिस्टमा छन्। यो मुभीको थुप्रै सिनहरू अहिले मिमको रूपमा प्रयोग भएका छन्, जसले देखाउँछ कि यो मुभीको इम्प्याक्ट र रिलेभेन्स अझै पनि नेपाली सिनेमामा छ भनेर। यो मुभीको रिलेभेन्सको बारेमा त हामीले यो मुभीको सङ सुनेर पनि थाहा पाउन सक्छौँ। यो मुभीको हरेक सङ आइकोनिक छन्, जस्तै तिर्खा लाए निर्माया, मलाई यो जिन्दगीले, कलकल खोला, पिरती मिसाउँदै, बाजा धन्काउँदै। यो मुभीको सङको क्लिप्स मिममा होस् या रिल्समा हरेक नेपालीले एक न एक पटक त सुनेको नै छ। त्यसैले यो मुभीको एभरग्रिन सङ्ग्सले पनि यो मुभीलाई कल्ट क्लासिकको उपाधि दिन मद्दत गर्छ। अब यो मुभीको स्टोरी त टिपिकल नेपाली मुभी जस्तो नै छ, तर यो मुभीले भने इमोसन बेचेर आफ्नो इमोसन बेचेर अरू टिपिकल नेपाली मुभी भन्दा अलि इम्प्याक्ट छोड्न सफल हुन्छ। जब यो मुभी रिलिज भयो तबदेखि अहिलेसम्म पनि नेपाली समाजमा अङ्कल आन्टीको छोरा गरेर 3 वा 3 भन्दा बढी दाजुभाइहरू त अझै पनि हुन्छन्, जसले गर्दा यो मुभी हेर्ने बेला अडियन्सलाई आफ्नै कहानीहरूको जस्तो लाग्यो र अडियन्स यो मुभी हेर्ने बेला अझ रिलेट गर्न सकेन, जसले गर्दा यो मुभी त्यति बेलाको अडियन्सदेखि अहिलेको अडियन्स बिच पनि पपुलर नै छ र यस्तो एभरग्रिन मुभीहरूलाई नै हो कल्ट क्लासिकको ट्याग दिने। अब यो मुभीको कल्ट क्लासिक छ भनेर यसमा कमी कमजोरी नभएको चाहिँ होइन। सबैभन्दा पहिला त यो मुभीको लेन्थ नै यसको नेगेटिभ पोइन्ट हो। लगभग 3 घन्टाको लेन्थ छ यो मुभीको, जसलाई हेर्ने बेला हजुरहरूलाई बोर पनि लाग्न सक्छ। र यो मुभीको अर्को नेगेटिभ पोइन्ट भनेको राजेश हमालको क्यारेक्टरलाई ओभर सिम्पथाइज गरिएको। छिनमा 5-10 मिनटमा राजेश हमाल यस्तो सिन देखाइन्छ जसले राजेश हमालको क्यारेक्टर सिम्पथाइज गर्छ र हेर्दा हजुरहरूलाई झ्याउ पनि लाग्छ, कति एउटै कुरा गरेको जस्तो पनि लाग्न सक्छ। र यो मुभीमा ट्रान्जिसन सर्टहरू पनि राम्रो छैनन्। इक्जाम्पलको लागि जस्तै स्क्रिनमा एउटा सिन चलिरहेको हुन्छ, क्यारेक्टरहरू डायलग एक्सन गरिरहेका हुन्छन्, तर सडनली विदाउट प्रपर ट्रान्जिसन डायलग सकिने बित्तिकै अर्को सिन नेक्स्ट क्यारेक्टरहरू देखाइन्छन्, जो कि अलि इम्प्रोपर छ। अब यो प्रब्लम मुभीमा धेरै ठाउँमा छ। हुन त पहिलेको फिल्ममा भएर नि होला, मेकर्सलाई प्रपर नलेज नभएर नि होला, तर त्यो प्रब्लम भन्ने मुभीलाई खासै नेगेटिभ इम्प्याक्ट चाहिँ गर्दैन। मुभी हेर्ने बेला मजा नै आउँछ र सबै मुभीहरू पर्फेक्ट हुँदैन, त्यसरी नै तिनीहरूलाई कल्ट क्लासिक भन्ने गरिन्छ। यो मुभी हजुरले हेर्नुभयो कि भने, हेर्नु भएन भने यो मुभी युट्युबमा नि छ र हेरिसक्नुभयो भने हजुरहरूलाई कस्तो लाग्यो लेट मी नो इन द कमेन्ट। हस् त, धन्यवाद। र यो मुभीले हामीलाई के सिकाउँछ कि भने हामी मान्छे पानीमा नि हिँड्न सक्छौँ।